अलिक घामले छेक्ने कि मेरो सुन्तला सस्तो गयो यार घाम छ त्यसपालि बगैँचा छ त यहाँ दामी फल्यो के त यताबाट लियो अझ यताबाट ऊ त्यो यताबाट छिर्छ कस्तो दामी फल्यो क्या दानै कस्तो राम्रो छ यार यहीँबाट झरे पनि हुन्छ कुन बाटो जानु पर्यो तल माथिको तल जानु पर्दैन अब बिचबाटै लिएको हुन्छ सर माथि टिप्पातिर यतापट्टि हल्का पाके खाने है सुन्तला अलि यता घाम परेन त्यो रोड तल खान जेठा भए उता तल गएको क्या उतापट्टि त्यता छ छैन कि मऱ्यो मऱ्यो के छ यता तल्लो पनि लिएँ यस्तो ठाउँमा भुइँ पनि देखाउनुपर्छ भुइँ जमिन कि आशिष हजुर रमाइलो छ है आउँछ भन्थ्यो राडी छ आएन हेर्नु ए भिडियो बनाउनु ड्रोन लिएर आउँछ भन्थ्यो कि आउँछ होला तिनीहरू पनि आउँछ टिभी सक्छ होला त्यो रहेछ ओहो कति धेरै यहाँ त्यो पिछमा त्यो खाबाहरू देख्नु तल त्यो सबै देखाउनु पर्छ भुइँमै छुवा हो अब हल्का उठेर यो माथिको देख यो साइडको यता मस्तिर पनि बिस्तारै सर अब घुम्नु त बिस्तारै तलबाट घुम्ने एक राउन्ड त्यस्तो पर्दैन माथिसम्म है पुरै यताभित्र पनि हाल यताभित्र यता सरी यहाँ भुइँबाट चाहिँ कता जान्छ भयो मासतिर सर ए त टुप्पा टुप्पामा रहेछ
यता त्यो अलि बाक्लो नफल हो क्या जेठा भाइ कि बाँदरले खाइदियो होइन बाँदरले खाएन ठुलो फल है सानो थोरै फल कि कत्रो कत्रो छ अँ कत्रो कत्रो छ कि अब यो साइड लिउँ अनि जाने तलबाट एकपल्ट घुम्नु त्यसमा कति 10 मिनट भयो 10 मिनट त भयो होला 5 मिनट भयो 10-15-20 मिनट निकाल्ने माथि तेरो टाउको माथि सबै यता माथि राम्रो छ होइन अँ बबाल छ नि मार्छ होला बब्बाल छ यसपालि पहिला पनि योभन्दा धेरै थियो होइन पोहोर त अलिक कम थियो दुईवटा मात्र लिने अरू नलिने यहाँ चाहिँ अलि ढाङ्गा भाँचेको ढाङ्गा टुट्यो नि त्यो सबै देखेछ यत्रो यत्रो सुन्दर त हाम्रो पहिला पहिला हुन्थ्यो है मजाले देखाएँ कुरो देखायो माथि फेसम्म चाहिँ माथि पछाडितिरको पनि उनीहरू कति जम्मा 20 मिनट हुँदैन नि 20 मिनट हुँदैन बढी नगर यहाँबाट सिधै तलबाट सिँढी पनि हुन्छ होला यताबाट आइज अलिक घामले टल्काउने कि है तँलाई कस्तो महसुस भएको त एकदम रमाइलो हो मलाई काकाले गरेको राम्रो कि नराम्रो भन्नु खोजेको कि मैले काकाले कृषि पेसा राम्रो कि नराम्रो भन्ने ए भयो मेरो कृषि त एकदम राम्रो हो नि एकचोटि लगानी है अनि वर्षभरि 5-6 वर्ष भाँचे चाहिँ के फेरि भाँचे चाहिँ भनेको पनि भाँचेर पार्नु त ओहो भाँच्नु खोजेर चाहिँ यहाँ त कति फल यहाँ यो भिडियोले त यहाँ बिचमा बाफ यहाँ त कति छ अब यहाँ चाहिँ त म अगाडि चाहिँ यता यहाँ त कति फल यहाँ भित्र टन्ने यसपालि फल समेत अब कति 15 मिनट हो अघि नको जोडेर भयो 10 मिनट भयो अब कति 20 मिनट 15-18 भन्नु न होला 15-20 मिनट भन्नु पर्ने त कस्तो म त यार आशिष कृषि यार यस्तो भन्नु चाहिँ मान्छेले चिताउन नचाउने ठाउँमा पनि सुन्तला फल्नु चाहिँ कति राम्रो के हो त यो कति फल्यो अब टुङ्ग्याउने भिडियो कति 15-18 भयो नो यहाँ अगाडि यति टुङ्ग्याउने यति मात्र लिएर अब एकछिन तर म कुरा गर्नुपर्ने भयो यो चाहिँ हाम्रो ठुलो बुवा पर्छ मैले अनि भर्खर हेर्नुभएको चाहिँ तपाईँले उहाँले कति वर्ष लाउनु भयो जेठा बा यो यति बनाउन मेरो चाहिँ 8-9 वर्ष भइसक्यो 8-9 वर्ष अनि यो सुन्तलाको चाहिँ कस्तो किसिम लाउँदाखेरि चाहिँ राम्रो हुँदो रहेछ सुन्तला प्रजाति भनेको यो चाहिँ टिस्यु कल्चर हो हजुर र हामीले चाहिँ बिजु नलागिकन टिस्यु कल्चर लाउनु थाल्यो किन भन्दाखेरि अलिकति हाइटको हिसाबले पनि यो काम गरे हो हजुर र
यो नै राम्रो हुन्छ भन्ने त पहिला थिएन। अब पहिला चाहिँ थिएन, अहिले चाहिँ हामी चाहिँ के भने परिवर्तन भएर जसरी पनि अब समयअनुसार त्यो चल्दै गएको कारणले गर्दा टिस्यु कल्चर लगाएको मैले। अनि यसको मलहरू अनि पेस्टहरू के हाल्नुपर्छ यति बनाउन? मल चाहिँ मैले अब भन्ने बित्तिकै अब रासायनिक मल भन्दा पनि प्राङ्गारिक मलै हाल्ने हो। बनाएपछि उ त्यो भकारै त्यही छ, त्यो पनि लियो हुन्छ भकार त्यो हाल्ने हो। त्यसपछि यो पेस्ट चाहिँ रेडिमेडै हो, बाल्टीमा ल्याउने हो, हामीले चाहिँ खरिदेर ल्याउने हो। त्यो हिसाबले ल्याएर चाहिँ हामीले लाउने हो। अनि यसको आम्दानी वार्षिक? आम्दानी भनेको गत वर्ष मैले भनेको आम्दानी लिएको भनेको कति 3 वर्ष नि त भयो, 3-4 वर्ष भयो। सुरुमा 65,000, त्यसपछि 1,35,000, त्यसपछि 2,35,000, अनि अहिले चाहिँ 3,80,000। भनेपछि यो हरेक वर्ष डबल हुँदै जान्छ? डबलै भन्नु पर्यो, डबलै हो, डबलै लगभग। अनि तपाईँलाई यस्तो तपाईँको मेहनतले फल दिँदा तपाईँलाई कस्तो लाग्छ अनुभव? खुसी छु नि त, म त खुसी छु नि त। कृषि मान्छेले भन्छ कृषि पेसा हेला गर्छ कि, कृषि किन भन्दा कृषि कसरी गर्नुपर्छ भन्ने कुरो त हामीलाई थाहा भयो नि त। कृषि यहीँ सुन फल्ने रहेछ त के अरे। हजुर हजुर। त्यही भएर कृषि पेसामा लाग्नुपर्छ, लगानी गर्नुपर्छ, लाग्नुपर्छ भन्ने कुरा चाहिँ म विदेश जाने दाजुभाइहरूलाई पनि त्यही आग्रह गर्छु। तपाईँ अब नेपालमै बसेर केही गर्न चाहनेहरूलाई के भन्न चाहनुहुन्छ अन्तिममा? उहाँहरूलाई पनि म जस्तै हुनु पर्यो, म जस्तै कृषि पेसामा आधारित भएर चाहिँ काम गर्नु पर्यो भन्ने बित्तिकै अहिले लगानी गरेर अहिले खोज्ने त फल त खोज्ने कुरा आएन, तर ढिलो चाँडै राम्रै हुने रहेछ के अरे। म पनि राम्रै भयो त के अरे। मैले पनि अब दुबई बसेँ, कति 35-37 महिना 38 महिना दुबई बसेँ र आएर म पनि कृषिमै लाग्यो के अरे। म दुबईमा अर्काको चाहिँ अब भाँडा धुनुभन्दा त यही ठिक लाग्यो त के अरे मलाई। हजुर, अब अन्तिममा के भन्न चाहनुहुन्छ भने भन्नुहोस्। अन्तिम भनेको अब मैले विदेश जाने मेरो साथीहरूलाई पनि जे जति मलाई चिन्ने साथीहरूलाई चाहिँ म के भन्छु भने कृषि पेसामा लाग्नुहोस् कि म जस्तै हुनुहोस्। म जस्तै कृषक हुने बित्तिकै चाहिँ सबैलाई सहजै होला, राम्रै अब नुन पानी खाने बाटो हुन्छ होला के जस्तो लाग्छ चाहिँ मलाई चाहिँ त्यो। धन्यवाद। तपाईँले भर्खर हेर्नुभएको यो बगैँचा चाहिँ हाम्रो ठुलो बुवा तुलबहादुर थापा मगरको हो। उहाँको झन्डै 6-7-8 वर्षको मेहनतले यति 3 लाख भन्दा धेरै आम्दानी गर्नुभएको छ यो वर्ष, आर्थिक वर्ष 81-82मा। अनि तपाईँहरू पनि कृषि गर्न चाहनुहुन्छ भने चाहिँ सुन्तलाको उहाँसँग अलिकति अनुभव छ। उहाँले पक्कै पनि बाँड्नुहुन्छ, कन्ट्याक्ट गर्न सक्नुहुन्छ। प्लस यही हो, यो चाहिँ गोर्खा याङदी मगर गाउँ, माथिल्लो याङदी गण्डकी गाउँपालिकाको तुलबहादुर थापा मगर वडा नम्बर 2 उहाँले गर्नुभएको मेहनतको फल हो है साथीहरू। ल।